आज मङ्सिर महिनाको ठुलो एकादशी भगवान विष्णुको महान दिन। हिन्दू धर्ममा एकादशीलाई व्रत, ध्यान र आत्मशुद्धिको प्रतीक पनि मानिन्छ। त्यसैले आज हामी पुग्यौँ नयाँ बजार र रानीपवाको बिचमा रहेको सेती खोजमा भएको तुलसी घाटमा, जहाँ धेरै समाजसेवीहरू विभिन्न तर्फबाट सेवा गर्दै हुनुहुन्थ्यो। माथिबाट भर्याङ झर्दै गर्दा निकै रमाइलो दृश्य देखिएको थियो। वारी जति भिड थियो पारी पनि त्यति नै भिड थियो। हामी बिस्तारै भर्याङ झर्दै गयौँ। बिचमा रहेका 108 शिवलिङ्गमा पनि हामी पूजा गर्दै गयौँ, दर्शन गर्दै गयौँ। केही बेर झर्ने बित्तिकै हामी जाममा परियो। भन्नुको मतलब दुईतिरको बाटोमा वे नै खुलेको थिएन। घाटमा बल्लतल्लो पुग्यो। लगभग 20 मिनट जति हामी बाटोमै रोक्यौँ। भिड एकदमै धेरै थियो। धेरै भक्तजनहरू आफ्नो पूजाको लागि खोलातर्फ आउँदै हुनुहुन्थ्यो। आजको दिन बिहानै नुहाउने, विशेष गरी खोला अथवा नदीमा गरी स्नान गर्ने। त्यो स्नान गर्दा शरीर मात्रै नभइकन आत्मा पनि शुद्ध हुन्छ भन्ने धार्मिक आस्था छ। आफूले लगेका विभिन्न फूल प्रसादहरू यसरी नदीमा अर्पण गरिन्छ। आजको दिनमा फलाहार बस्नु, उपवास बस्नु र भक्ति सङ्गीत वा कथा सुन्नु शुभ मानिन्छ। धर्मग्रन्थ अनुसार आजको उपवास र पूजाले सहस्त्रौं वर्षको पुण्य प्राप्त हुन्छ।